हेलो अल। आज चाहिँ बाहिर एक्सप्लोर गर्न लागेको म हाम्रो यो हो हाम्रो अङ्गुरको बारी। कति धेरै अङ्गुर फलेको छ यसपालि त। तल सबै धेरै फलेको छ अङ्गुर यसपालि। भयो हाम्रो अङ्गुरको बारी। पाकेको छ नि यो सबै लोकल अङ्गुर हो। अनि यो फर्सी हो। फर्सी चाहिँ फलेको छैन। यो साग हो, मामुले रोप्नु भएको साग हो। यो चाहिँ उखुको बोट हो। उखुको बोट चाहिँ के भयो? उखु होइन यो। मामु यो उखु होइन। यो चाहिँ सप्रेया छैन। हाम्रो अर्को अम्बाको बोट पनि छ। यो हाम्रो अम्बाको बोट हो। यो ठुलो हुँदैछ। पहिला पछि धेरै सानो थियो। अनि अब हामी लागौँ काँक्रोतर्फ। काँक्रो होइन यो। काँक्रो चाहिँ अस्ति फलेको थियो, हामीले खायौँ टिपेर। अनि यहाँ सिमीहरू कस्तो मजाले फलिरहेछ सिमी। अलिअलि भए पनि फलिरहेछ सिमी। सिमी भयो। अनि हाम्रो कुखुराहरू त्यहाँ नाचिरहेको छ। हाम्रो मम्मी त्यहाँ काम गर्दै हुनुहुन्छ। अनि अब यो लट्टेको साग होइन, यो लट्टेको सागहरू फलिरहेछ। मामु त्यहाँ मजाले काम गर्दै हुनुहुन्छ बारीमा। अनि हाम्रो कुखुराहरू चरिरहेको छन्। हाम्रो दिदी चाहिँ त्यहाँ झाडु खाल्दै हुनुहुन्छ। यो उखु होइन, उखु सप्रेन। हाम्रो बारी चाहिँ यति नै हो। आजको लागि यति नै, धन्यवाद। यो हाम्रो गोदावरी फुलको बोट। अनि केराको बोट चाहिँ उतानिर फलिरहेछ, सानै छ। अनि अरू चाहिँ यति नै हो। यो हाम्रो घर हो। यो हाम्रो तिते करेलाको बोट हो। तिते करेला चाहिँ फर द फर्स्ट टाइम फलिरहेछ हाम्रो बारीमा। यो हाम्रो काँक्रोको बोट हो। काँक्राको सानो एउटा सानो दाना लगाएको रहेछ यो। तिते करेले आज फलिरहनु भएको छ हाम्रो कागतीको बोट। सानै हुनुहुन्छ अहिले।